जानु होला अब होइन चढ्दै रहेछ छेरु खोज्दो रहेछ हो बारीमा पस्दो रहेछ कुकुरले चाहिँ पानी झऱ्यो मुसुलधारै परिरहेको पानी तेरो जब मारिने मैले राखेँ एकपल्ट बाबाले भेटेको थियो याद छ ल बोजू लागे हजुर मेरो सिक्किम 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 हजुर हुन्छ हजुर तपाईँको चाहिँ कहाँ हो मेरो घर चाहिँ यही हो कि हजुर दोकानमा छ यो सबै हाम्रो एरिया नै ए हजुर हुन्छ बाजे माथि छ विथ हेलमेटहरू हाँस्दै आउँदैछ हिरोहरू आइपुगेछ हो आज इक्जाम सकेर इक्जाम कस्तो भयो ब्रदर आमा फेरि हिरो कुद्देर कुद्देर कहाँ है दाजुभाइ हात मिलाउनु पर्छ नि दाजुभाइ हात मिलाउनु पर्छ है ढिलो भयो नि तिमीहरू अहिले आएको होइन केबिन तँ केही भनिदेऊ दादालाई यहाँनिर भ्लगमा छिटो इजान लु केही भन्दै यहाँ मेरो भ्लगमा छिटो आएर यता आएर यता अगाडि आएर लु छिटो ल अल द बेस्ट फेरि एकपल्ट हो दुईजनालाई राम्रो गर्नु इक्जाम चढ्नु नि बिस्तारै चढ्नु है हुन्छ माइजू बाजे लागे बोजू लागेको ल अब उहिले त आफै हुन्छ अहिले बाइक ल कान्छ किन उडेको हाम्रो हातमा बेकारमा अहिले चाहिँ होइन हामी माइजूहरूकोबाट निस्केर अब चाहिँ घरतर्फ लाग्दै गरेको रातपटमा आँटेको सिन हो यो चाहिँ जामुने उकालो हो होइन यहाँबाट अघि आउँदा चाहिँ सिमलाबाट आयो त्यो चाहिँ मैले भिडियो बनाउनु पाइनँ होइन गाइस अब यहाँबाट फर्किँदा चाहिँ बनाएको हो कस्तो हुन्छ अब हेरौँ बेङ्गालको चाहिँ यहाँ चाहिँ पछि कमनपट्टि टिकेर अब चाहिँ जाँदै रहेछ बिगाएकोहरू होइन दार्जिलिङको चाहिँ मलाई यही मनपर्छ क्या हो पहिल्यैदेखि त अब चलन भनौँ न त्यो बुद्धको मन्दिर रहेछ हो मलाई चाहिँ यहाँ यो जग्गाको त त्यस्तो बेसी आइडिया छैन होइन यहाँ मान्छेको दामी भइदिएर चाहिँ आकाश चाहिँ दुई देख्दै गर्ने कुन चाहिँ हो आन्टी दुई देख्दै गर्ने गाउँ यहाँ छ तपाईँलाई है सोमको मान्छेलाई भन्छ है होइन थर्ड डिभिजन सोम थर्ड डिभिजन हाम्रो चाहिँ टकभर थर्ड डिभिजन है सोमको मान्छे देख्दै गर्ने त्यो पारीको होइन है रहेछ मलाई चाहिँ थाहा थिएन यहाँ माथिको देख्दै गर्ने चाहिँ कति लामो छैन त यो बाटो पनि छिटो भन्छ कि यो के मन्दिर हो देवताहरू बेङ्गालमा चाहिँ यतिको अब के भन्नु छुट छ कि हेलमेट नलगाए पनि मजाले बाइक कुदाउनु पाइन्छ हो सिक्किममा
बाइकमा चाहिँ हेलमेट लगाएन भने चाहिँ 500-1000 रुपियाँको चाहिँ चिट्टा काटिदिइहाल्छ। त्यही हो डिफ्रेन्स चाहिँ। तर होइन हेलमेट चाहिँ के हो, तर जतिसक्दो लगाएको राम्रो होइन, आफ्नो सेफ्टीको लागि। दुई खुट्टे चाहिँ अब कहिले कन्फिडेन्ट हुँदैन नि त, कति बेला लड्छ कति बेला टायर स्लिप हुन्छ, अब थाहै हुँदैन हो। त्यही हो। यहाँबाट चाहिँ होइन सिधै तल जामुनी निस्किन्छ होइन, जामुनीबाट चाहिँ उकालो भएर चाहिँ गोक भएर जान्छ नि होइन आन्टी, गोक भएर चाहिँ हामी निक्लिने होइन। बाटो चाहिँ यतिको मजाकै छ छनु चाहिँ हो यहाँको पनि। तर म के भन्छु भन्नु चाहिँ नि गाइस, म भन्दा पनि प्रो राइडर चाहिँ मेरो आप्पा छ हो, किनकि मलाई नै अब बाइक स्कुटी सिकाएकै नै मेरो आप्पाले नै हो होइन। त्यही हो, मलाई आप्पा चाहिँ अब डाउट भएन क्या हो। कति मजाले कुदाउँछ नि, अनि स्कुटीको ब्रेक लुज भइरहेको छ। अब दार्जिलिङको बाटो होइन सबैलाई थाहा भएकै हो कतिको डाउन छ। तर अब स्कुटी यति मजाले कुदाउँछ दुईजना पुग्छ होइन। मलाई चाहिँ तर आजकल चाहिँ म कुदाउँथेँ होइन, आजकल चाहिँ डर लाग्थ्यो क्या स्कुटी चाहिँ। अब बाइक कुदाएर एउटा हुन्छ नि, हिजो चाहिँ मैले पनि स्कुटी चाहिँ 5 पटक जस्तो कुदाएँ होइन। तर अहिले चाहिँ अलिक डर लाग्छ क्या हो, त्यो ब्रेकिङतिर चाहिँ हुन्छ नि। टुरिस्ट गाडीहरू त्यसरी आइदिरहेको छ दार्जिलिङपट्टि होइन, सब एसकेको रहेछ होइन। एसकेले चाहिँ यसरी होइन सिक्किमबाट दार्जिलिङ टुरिस्टहरू आउँदो रहेछ हो। तर यहाँबाट ड्रप गर्नु चाहिँ पाउँदैन, ड्रप गर्नु पाउँछ होइन, पिकअप गर्नु पाउँदैन जस्तो लाग्यो सायद। भक्कैले भिडियो बनाउने जग्गा चाहिँ यही होटेल हो, ज्यादा तर आउने चाहिँ भक्तै गाउँ चाहिँ यता हो होइन। हाम्रो कुखुरा पोल्ट्री गाडी लाँदो रहेछ हो। निस्किनु आँटेको छ। तर अहिले चाहिँ जामुने चाहिँ यति साह्रो अब के भन्नु, टिकट चाहिँ लाग्दो रहेछ हो, 20 रुपियाँ लाग्दो रहेछ गाडीसम्म चाहिँ। तर अब कन्डिसन चाहिँ यति साह्रो घिनलाग्दो भइसकेको छ नि जामुनेको। तल हेर्दा हुन्छ हो, जुन चाहिँ पहिलाको झिलहरू त्यो सब माटोहरू भरेर होइन है, तल यस्तो घिनलाग्दो चिज भइरहेको छ हो। तर पहिला अब फर्स्टको पनिर चाहिँ यति साह्रो दामी थियो कि त्यो टाइममा चाहिँ अब टिकट पनि पर्थेन। फर्स्टको बनिँदाखेरि अलिकति इन्जन भएको कारणले गर्दाखेरि होइन। अहिले चाहिँ तर यति साह्रो युजर भइसकेको छ हो यहाँको चाहिँ। अहिले पुलबाट देखाउँछु म तल होइन, कस्तो छ कस्तो कन्डिसनको भएको छ भनेर। हेरिराख्नुहोस् यस्तो भइरहेछ हो जामुनेको हालत चाहिँ। सब त्यस्तो भएको छ, पहिला कति दामी थियो यहाँ। यही हो जामुनेको लुक चाहिँ होइन। अब यहाँदेखि चाहिँ बाटो कस्तो छ पनि म त्यति साह्रो यो बाटो चाहिँ हिँडिनँ हो, मैले जब सिङ्गलकै बाटो हिँड्छु। अब हेरौँ यहाँको बाटो कस्तो छ। पहिला चाहिँ धेरै रफ थियो होइन, अब 4-5-6 साल अगाडितिर हिँडेको यो बाटो म, किनकि अलिक लङ लाग्छ क्या यो बाटो चाहिँ मलाई चाहिँ। अब अरूले छिटो भन्छ कि, तर मलाई चाहिँ अलिक टाढै लाग्छ पनि, किन अब सिङ्गला बाटो बेसी हिँडेको हो कि बा होइन। होइन आप्पा त हिँडिबस्छ क्या आन्टी यो बाटो। अब यस्तो बाटो पनि कुदेको हाम्रो आप्पा आम्बो लड्दैन नि आन्टी हतपत। कता गयो एकैछिनमा। अम्बो बाटो चाहिँ यस्तो रहेछ हो गाइस यहाँको चाहिँ। ठिकै छ, केही छैन, एक्सपोज हो। कहाँ गयो हाम्रो आप्पा चाहिँ एकैछिनमा हरायो। अम्बो के मात्र कुदेको। एक्सपोजलाई स्कुटीले जित्यो आजको दिनमा हो, खुसी लाग्यो मलाई। बाटो चाहिँ खत्तम रहेछ तर यहाँ चाहिँ साँच्ची भनेको। यो बाटो चाहिँ म हिँडेको थिइनँ हो, तर ठिकै छ, कोही बात नहीं, मुर्गी का दाँत नहीं।
नम्बरमा हिँड्ने मात्रै रहेछ आन्टी तपाईँसँग त्यो उकालो त 2 नम्बरमा पनि तानेको छैन नि त बाटो रफ भएर हो आन्टी हेभी एक्सपिरियन्स हो हाम्रो आप्पा स्कुटिङ कुदाएको नि हो यति स्पिड हो नि गोप भएर जाने बाटो चाहिँ यही हो होइन अब बाटो चाहिँ यस्तो रहेछ एकदम सानो हो एउटै गाडी मात्रै छिर्ने खालको बाटो रहेछ होइन के हो यो जोडमा बोर्ड पनि रहेछ यहाँ टालिदिएको धेरै राम्रो क्या यसरी बोर्डहरू टालिदिएको छ भने चाहिँ मान्छेहरूलाई के हो सजिलो हुन्छ नि त आफ्नो रुट पक्रिनु चाहिँ होइन म चाहिँ यही भन्छु जहाँ चाहिँ अब 2-3टा बाटो छ भने त्यहाँ चाहिँ यसो होइन रुटहरू चाहिँ टालेको छ भने चाहिँ एकदम बेस्ट लाग्यो मलाई हो स्कुलहरू पनि छुट्टी भइसकेछ यताको चाहिँ हो के गोक भन्छ नि आन्टी यो चाहिँ गोक हो होइन यसलाई नै भन्दो रहेछ गोक चाहिँ आउनु चाहिँ आएको छैन यो बाटो चाहिँ खानु पुरा आप्पा एकदम बिन्दास कुदिरहेको छ कि बुढो चाहिँ प्रायः जस्तो यही बाटो हिँड्छ नि त बुढोलाई सबै बाटो थाहा छ कि त्यही भएर एकदम हाइपर राइड गरिरहेको छ हो अलिकति नयाँ भएर साह्रो पर्दैछ तर बाटो चाहिँ राम्रो छ कि एकदम कतिवटा जग्गा चाहिँ अब खतम अलिक भए पनि खतम रहेछ तर केही छैन सक्छ कुदाउनु चाहिँ हो त्यो बाटो चाहिँ अब आमा घर आउँदाखेरि चाहिँ होइन यही बाटो हिँडेर आउँथ्यौँ हो गाडीहरू त्यस्तो बेसी पाउँदैन त्यो टाइममा अहिले पो गाडी जानेको त्यहीँ जति भएको त होइन त्यो टाइममा त अब त्यस्तै थियो सिचुएसन पनि अब पैसा पनि त्यस्तो पाउने होइन यही बाटो हिँडेर जान्थ्यौँ अब बाजेबोजू घर भनौँ न मामाको घर यो गाडी हिँडेर जान्थ्यौँ अफरोडिङ चाहिँ अब के भन्नु एक्सपल्सलाई चाहिँ हो यहाँको बाटो चाहिँ पहिला त दामी थियो अहिले यस्तो भइसकेको छ कालपुरी डिस्ट्रिक्ट होला सायद कालपुरी थियो यो बाटो पहिला चाहिँ हो अहिले चाहिँ छैन रहेछ बाडीको बोर्ड चाहिँ यहाँ डह्रो छ गाइस बाडीको बोर्ड चाहिँ गोवा भन्छ नि लान्टी गोवा के भन्छ गुवा गुवा पनि सुपारी जुन चाहिँ सुपारी भन्छ बोर्ड चाहिँ स्टक रहेछ हो यो जग्गालाई चाहिँ कर्मटोल भन्छ हो पहिला यहीँनिर निस्किँदै दोकानतिर निस्किँदै खाजा खाँदै हिँड्दै जान्थ्यौँ हामी पहिला चाहिँ अहिले चाहिँ त्यस्तो छैन हो त्यो चाहिँ अहिले एकदम बुढो जोसमा छ कुदेको है केही छैन बाटो नभएको उयो नभएको गोकली गरी त्यो कच्चा रोड त आयो नि क्या हो त्यहाँदेखि चाहिँ त्यो माटो थियो नि यस्तो बाटो आफूले रिक्सहरू कहाँ पुग्यो भन्दा स्पिड आउनु थियो कि झन्डै नि है मैले त भेट्ने गरी नहिँड्ने यही बाटो गएको हुन्छ भनेको होइन कता कुन बाटो गयो भने चाहिँ दुःख छ झन्डै हिलो रहेछ नि गोलाइमै कति डर लागेन हिँडेको देखेँ त्यो बाटो त्यता आएर मैले देखेँ नि ऊ चाहिँ भेट्नु खोजिबस्छ नि होइन पर टर्निङमा घुम्ने देखेँ घुमेको त्यहाँ के देखेपछि किन अझ त भनेको त मैले त्यहाँ गोलाइमा कस्तो डर लाग्दो है हिलो बुझ्छु त्यो त अलिकति लडे जस्तो लागेको लडेन है कोच है लडा सोचिरहेको लडे होइन भन्छ लडेन लडेन
त्यहाँ त साल कहाँ लड्छ यो बाइक हतपत यसले अस्ति ग्लास यो लडाएछ नि त अस्ति स्कुटी कहाँ तल अस्ति कहाँ दिपडाथे मैले याद छ कहिले रेसी ड्युटीमा लगेको थियो यो यो सबै बिगारेछ यो पनि ए कहाँ लडाउँछ मैले चाहिँ रेसिडेन्ट चाहिँ लडाएको के भनेको त्यस्तो थिएन यो केटाकेटीले खेला होला हौ माथि मैले ताई बाङ्गो छ हेर एउटाको देख्दैन मैले कहाँ लडाउँछ अब लडाइ खोर्सेको पछाडिको हुँदैन देख्दैन यो मैले सबै मिलाएको थियो यो खोइ देख्छ नि किन केटाकेटीले नि मैले कहाँ लडाने खोर्सेको हुनु पनि त आएको छैन त सबै मिलेको छ नि डल्लै मिलाउने बेला भएको छ पछाडि देख्दैन अन्त सोधेको मैले पछाडि गाडी आउँदैछ भनेर म त डाङडुङ निकालिदिन्छु नि पछि यिनीहरू डाङडुङ निकालिदिन्छु योहरू यो किन अर्कै बनाइदिनु निकाल त्यो अगाडि ननिकाल त्यो हातको चाहिँ निकाल मन परेन मलाई यो ननिकाल है यो निकाल यो अघि दामी देख्छ हौ त्यो त यो है हौतिर यो त निकाल हुँदैन कुदाउने ए नकुदाउन अब अहिले त आउँछ गाडी कुदाउनु भेट्छ आफूले कुदाउनु त एकछिन मान्छेले त्यो कुदाउनु अल्गो छ किन ए म एकैचोटि बुलेट कुदाउँछु यो सकेर आच्छी दिन्छ त के निकाल्ने रे अब यता हेर भनौँ नि भिडियोमा बुलेट कुदा बुलेट कुदाउँछु यो कुदाउँदिन यो कुदाउँदैन अरे होइन गाइस यो बुलेट कुदाउने रे हाम्रो अब त डाइरेक्ट यो स्कुटी सकेर हो यो सकेर होइन यसलाई थन्काएर जाउँ लु यो भन्दा 24 साल कुदाएको यो भन्दा अग्लो साइकल मैले 24 को यो भन्दा अग्लो 24 को त भेट्दैन खुट्टा तल अब चाहिँ आपा लाग्न आँट्यो घरतर्फ होइन यहाँ आमा चढ्दैछ अघि पनि कुर्ता झारेको कुर्ता मजाले मिलाएर लाउने आपा बेटारिन्छ अहिले स्कुटीमा भन्दैछु म अघि बिहान आउँदा त झन् तन्जाङ्ला तुङतुङ झुन्डाउँछ हो आन्टी लु जाउँ हामी चाहिँ अब रामबाङ चेकपोस्ट आइपुग्न आँट्यो हो अब अलिकति छ यहाँबाट चाहिँ हामी सिक्किम छिर्छौँ हो रोताङबाट जाने बाटो चाहिँ अब यो रामबाङ चेकपोस्टबाट छिर्यो भने चाहिँ एकैछिन हो दार्जिलिङ चाहिँ अब अगाडि त हिलो छ त हौ हिलो भन्दा पनि पानी रहेछ हौ रामबाङ चेकपोस्ट चाहिँ यही हो होइन यहाँबाट चाहिँ हामी सिक्किम पस्छौँ सो यो पुल क्रस गरेपछि चाहिँ सिक्किम पुग्छौँ अब नयाँ बजार भर्खर क्रस गरेर पेट्रोल पम्पतर्फ जाँदैछौँ होइन त्यहाँ पेट्रोल हालेर चाहिँ सिधै घर जाने हो दोकानमा त्यस्तो काम छैन नि त त्यही भएर चासोको हालिदिनुहोस् न त हजुर
निकै घटेको थियो भने अन्त जाउँ बस्नु निकै चल्दो रहेछ नि हौ त्यहाँबाट यता आइपुग्दा आपार आयो कता गयो लाग्यो ओ मान्छे कता गएको आफूलाई अगाडि जान दिइहाल्नुपर्छ बिस्तारै पुगेर पुरो थन्किँदैछ मजाले आम्मामा के कुदायो यो के कुदायो अरे बाबा के कुदायो हाम्रो आप्पा के कुदायो आन्टी लड्दैन पाउलाई बाप बाप हुँदाए भन्छ नि त्यो चाहिँ एकदम सही हो क्या गाई कुदाइ नै हेरिहाल न म 60मा कुदेको नि ऊ 70मा कुद्छ हो एन्ड अफ त्यतिको चाहिँ छ राइडिङ स्किल चाहिँ त्यतिकै चाहिँ कुदेको होइन एकदम राम्रो कुदाउँछ है फेरि हाम्रो आपाले चाहिँ गाडीहरू चाहिँ होइन तेर्सो देखेर बेसी नचाप्नुहोस् होला त्यही भन्छु यहाँ चाहिँ धेरै एक्सिडेन्टहरू भइबस्छ होइन मैले याद पाएको नि त सबैलाई थाहा छ होला यो कहाँ हो भनेर होइन त्यसमै तेर्सो हो त्यसमै तेर्सो चाहिँ गाइस अलिक बिस्तारै कुदाउनुहोस् गाडीहरू चाहिँ म त्यही भन्छु हो माइ गड became frost. Apalah sih, apa क्या उडेर आउँथ्यो होला kemari. देखा गाइस भनेको नि मैले आप्पा क्या उठ्छ भनेर हो नो बिहान टेस्ट गाउँकै छोरा रहेछ म पनि खुसी लाग्यो हो त्यही हो टाटाहरू चाहिँ मलाई मन पर्दैन क्या अगाडि परेको थियो खतरा कुद्दा कुद्रो खतरा कुद्छ नो डिएनए टेस्ट भने त त्यही भएर एकदम आफूलाई अगाडि हाल्ने र पछाडि कुद्छ राम्रो छ हैन पावर पनि पावर स्टाइलिश लुक्सहरु पनि दामी लाग्दिन्छ मलाई स्कुटी भरिमा एन्टकको चाहिँ हैन त्यही हो तेल अलिकति बेसी भएको अरु स्कुटीले भन्दाखेरि तर धासु पावर छ क्या
फिल्म स्टारहरूलाई त मनपर्ने चाहिँ एन्टोकै हो होइन। मलाई पनि तर पहिला चाहिँ एन्टोक चाहिँ ओभर मनपर्थ्यो क्या गाइस। मलाई चाहिँ होइन गाइस एकपल्ट चाहिँ इनिभेस्टसँग चित खेलाएको टाटाले पछाडिको डालाले हिँडाएर होइन। म चाहिँ के भन्नु चाहन्छु भन्दा टाटाको ड्राइभरहरूलाई चाहिँ सबैलाई होइन, सबै राम्रै बुझाउनु हुन्छ कि टाटाको ड्राइभरहरू। तर कोही कोही चाहिँ अलिक खट्टु खाएर होइन गाडीहरू ज्यादै स्पिड कुद्ने खालकोहरू हुन्छ नि त। उनीहरूलाई भन्नु चाहन्छु कि प्लिज मान्छेको लाइफको धेरै किमत छ क्या। अलिक बिस्तारै हिँड्नु होला बाइक स्कुटीको होइन। टाटा र बाइक स्कुटी पावर मिल्दैन नि त। टाटा कहाँ त्यो हजारको पावर हुन्छ होइन, बाइक कहाँ 200 हुन्छ त्यही हो होइन। टाटाहरू चाहिँ यसो खाएर नपुगाइदिनुहोस् होला, किनकि मलाई पनि एकपल्ट त्यस्तै भइदिएको छ नि त। मलाई हिँडाइदिएको छ टाटाले होइन पछाडिबाट। त्यही स्कुटीमा हो मलाई हिँडाइदिएको थियो टाटाले। त्यस्तै रातिको चाहिँ अब 11:30 समथिङ भएको थियो होला। म चाहिँ टाढैबाट आएको थिएँ नि त। त्यहाँ अन्त आउँदा रात परेर आउँदै थिएँ भनौँ न। टाटाले चाहिँ ओभरटेक गर्नु खोज्यो क्या रङ साइडबाट। मैले स्पिड कन्ट्रोल गर्नु नपाइकन होइन मलाई चाहिँ त्यस्तो डालरको ड्यामेज भयो। उतार्न चिज भयो नि त। म साथी ताब एकछिन बिहोस भयो क्या। बोलाउँदा पनि बोल्दैन। यति साह्रो डर लागेको छ मलाई त्यति बेला। कुनै खुन भइरहेको छ अनुहारभरि हो भन्दा अब मेरो चाहिँ त्यो अब भगवान्ले नै मार्ने दिन होला सायद होइन। मेरो साथीलाई पनि फेल भएन, मलाई पनि फेल भएन। अब कसैको लाइफमा केही नहोस् त्यस्तो चाहिँ भन्छु म। यहाँ चाहिँ हाम्रो विकास दाजुको दोकान हो। आन्टीलाई चाहिँ ओभर गरम भइदिएछ। यता हेर्दा आन्टी पसिनाहरू देखाइदिनु। हत्तु भयो है। आमा आप आमा आप कसरी हो बाङ्गो आधी केजी हजुर 80 सुन्नु त अहिले बोकिराख्नु नि अन्तिम खान्छ होला। हाम्रो गाउँतिर कोयाको छैन प्लेन साइडको त